नमस्ते। आज म तीनटा फरक घटनाको बारेमा चर्चा गर्न गइरहेको छु। यी तीनटा घटनाहरू फरक छन् तर एकअर्कासँग रिलेटेड पनि छन्। यो भिडियोको अन्तिमसम्ममा तपाईहरुले बुझ्नुहुनेछ किन यिनीहरू रिलेटेड छन्। पहिला यो भिडियो हेरौँ। मन दुखाएको दिन, पीडा भएको दिन कुन हो? जुन दिन चाहिँ मैले मेरो पूर्वपतिबाट हात उठाउनु भएको थियो मलाई हैन, त्यो बेला चाहिँ म मरे बराबरै भएको थियो। मलाई सबभन्दा एकदमै चोट लागेको र मैले बिर्सिन नसक्ने, स्टिल पनि मलाई त्यो एकदम गुन्जिने हैन, कसैलाई केही भइहाल्यो भने ओहो भनेर त्यो जिरिङ्ग हुने, त्यो एकदम गाह्रो भएको चाहिँ त्यो हो। मैले एकदमै दुःख, लाइफमा सबभन्दा ब्याड फिल भएको र एकदमै दुःख भएको चाहिँ त्यही हो, जुन दिन मलाई पहिलोचोटि हात उठेको थियो त्यो दिन। यो भिडियोमा एलिना चौहानले आफ्नो पूर्वपतिबाट भएको कुटपिटको बारेमा चर्चा गर्दैछन्। उनले यही कुटपिटको कारण देखाउँदै आफ्नो पूर्वपतिसँग सम्बन्ध विच्छेद पनि गरेकी छिन्। यो घटनापछि नेपाली समाजमा धेरै खालको प्रश्नहरू उठेको छ। विशेष गरी एलिना चौहानको आफ्नै उनकै क्यारेक्टरमाथि पनि प्रश्न उठेको छ र अर्को प्रश्न चाहिँ नि किन कुटियो भन्ने प्रश्न पनि उठेको छ। प्राय धेरैले चाहिँ नि यतिकै त कुटेन होला, केही कारण थियो र त कुट्यो होला भन्ने प्रश्न उठाएका छन्। अब यो भिडियोको बारेमा चर्चा गर्नुभन्दा अगाडि अर्को एउटा भिडियो हेरौँ। एक सर्ट हानेर बेहोस पनि पारेको छु मैले, मर्ने गरी हानेको छु। गर्लफ्रेन्डलाई होइन, मेरो जेठीबुढीलाई। कान्छीबुढीलाई नि त पिट्नु भएको रहेछ नि त, 2-3 चोटि त भाउजूलाई। अब यस्तो नि म अलिक बिन्दास टाइपको छु, मलाई चाहिँ प्रेसर दिएको मन परेन कि। म त्यस्तो नि त, तपाईँ जस्तो एउटा भनौँ न समाजमा इन्फ्लुएन्सर हैन, कलाकार भने त्यो किन दिनुपर्ने हुन्छ भने फर्स्ट त आफ्नो बुढी अरूसँग जाला भन्ने चिन्ता हुने रहेछ क्या हस्बेन्डहरूलाई। अनि तपाईँ चाहिँ 100 वटा भन्दा बढी तपाईँ गर्लफ्रेन्ड बनाउने, अनि श्रीमती चाहिँ जाला फेरि गएको नि। यो भिडियोमा राजेन्द्र खड्कीले आफ्नो पूर्वपत्नीलाई मर्नी गरी कुटेको घटनाको चर्चा गर्दैछन् र आफ्नो दोस्रो पत्नीलाई पनि कुटपिट गरेको घटनाहरूको बारेमा चर्चा गर्दैछन्। र उनी प्राउडली आफ्नो एक्सनको जस्टिफाई पनि गर्दैछन् किन कुटियो भनेर। र यो घटना, यो भिडियो सार्वजनिक रूपमा उनले चर्चा गरेको भिडियोको बारेमा नेपाली समाजमा चाहिँ नि खासै राजेन्द्र खड्कीको क्यारेक्टरमाथि उति खासै प्रश्न उठाएको म देख्दिनँ। अहिले पनि उनी सेलिब्रिटी नै बनेर हिँडिरहेछन्, अझ अरूहरूलाई राजनीतिक रूपमा अथवा सामाजिक अरू विषयहरूमा पनि अरूहरूलाई सुझाव दिँदै हिँडिरहेका छन्। तर यसमा चाहिँ नि अर्को एउटा कुरा चाहिँ नि के हो भने उसको दोस्रो पत्नीलाई समाजले एकदम महान नारीको संज्ञा दिएका छन्। उनले जुन घरेलु हिंसाका बावजुद पनि आफ्नो घर जोगाएर राखेको छ, जुन सहनशीलता, उसको सहनशीलता छ, त्यो विषयलाई चाहिँ नि नेपाली समाजले एकदम एप्रिसिएट गरेको छ र सबैले उहाँको तारिफ गरेका छन्। अब एउटा अर्को भिडियो हेरौँ अनि त्यसपछि यो तीनटै घटनाको बारेमा चर्चा गरौँला। 50 वर्षीय छत्रबहादुर थापाले आफ्नै परिवार सिद्ध्याएका छन्। उनले परिवारका सदस्यहरूमाथि 10 इन्च लामो धारिलो हतियार प्रहार गर्दा श्रीमती र छोरीको मृत्यु भएको छ भने ज्वाइँ घाइते भएका छन्। प्रहरीको गोली लागेर छत्रबहादुरको पनि मृत्यु भएको छ। यो एउटा समाचार थियो अमेरिकाको, जहाँ एक छत्रबहादुर थापा नाम गरेका व्यक्तिले आफ्नो छोरी र श्रीमतीलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेको समाचार छ। यो समाचार सुनेर नेपाली समाजलाई ठुलो धक्का पुगेको छ र सबैले चित्त दुखाएका छन्, साह्रै नराम्रो भनेर टिप्पणी गरेका छन्। सायद यो घटना अथवा यो न्युज हेरेर राजेन्द्र खड्की जस्ता मान्छेले पनि चित्त दुखाए होला र यो घटनालाई अवश्य पनि उनले पनि राम्रो कन्सिडर गर्दैनन्। तर एउटा कुरा बुझ्नुपर्ने कुरा के छ भने राजेन्द्र खड्की जो आफ्नै बुढीलाई कुट्छन्, र अर्को एउटा कुरा हामीले सुनिआएको, बच्चा बेलादेखि नै सुनिआएको, उनी यति बलियो छन् कि उनले एक पञ्च हानेर एउटा राँगो ढाल्न सक्छन्।
हो एउटा राँगो मार्न सक्ने एक पञ्चले राँगो मार्न सक्ने मान्छेले त्यही एक पञ्च हानेर पूर्व पत्नीलाई हस्पिटल पुर्याएका छन्। तर यो घटनाको आउटकम अर्को तरिकाले हुन सक्थ्यो। त्यो पञ्चले उसको श्रीमती पनि मर्न सक्थिन्। त्यो भएको भए चाहिँ नि सायद नेपाली समाजले राजेन्द्र खड्कीलाई चाहिँ नि हत्यारा र एउटा अपराधी करार गर्थ्यो होला। तर अहिले कुटपिटकै कारणले मात्र चाहिँ नि उनलाई खासै अपराधीको खासै कन्सिडर गरिँदैन। अहिले पनि उनी सेलिब्रिटी नै बनेर हिँडेको छ। तर हाम्रो यही समाज जो घरेलु हिंसाबाट उम्किन खोज्दाखेरि एलिना चौहानलाई नै क्रिटिसाइज गर्छ, त्यही समाजले राजेन्द्र खड्कीको बुढी जो यो घरेलु हिंसा सहेर बसेको छ त्यस्तो बुढीलाई चाहिँ नि सहनशील आइमाईको संज्ञा दिन्छ। घरेलु हिंसा सहेर बस्नलाई इन्करेज गर्छ। तर राजेन्द्र खड्की पनि पोटेन्सियल छत्रबहादुर थापा नै हुन सक्थे। उनको हातबाट पनि कसैको हत्या हुन सक्थ्यो, अथवा उसको पूर्व पत्नीको हत्या हुन सक्थ्यो, अथवा उनको अहिलेकै पत्नीको पनि हत्या हुन सक्थ्यो। किनभने उनले कुटपिट गरेका छन् दुवै पूर्व पत्नी र अहिलेको पत्नीलाई पनि। र यो डबल स्ट्यान्डर्डले गर्दाखेरि हाम्रो समाजमा यस्तो घरेलु हिंसाहरू अझै पनि बढिरहेको छ। म राजेन्द्र खड्कीको पूर्व पत्नी अथवा अहिलेको पत्नीलाई पनि अहिले पनि सम्मान गर्छु। उहाँहरूको आफ्नो बाध्यता थियो होला त्यो रिलेसनसिपमा कुटपिट हुँदाखेरि पनि त्यो रिलेसनसिपमा बसिराख्नुपर्ने आफ्नो बाध्यता छ। किनभने समाजको डरले अब एउटा फाइनेन्सियल फ्रिडम नहुनुको कारणले धेरै कारणले गर्दाखेरि कम्प्रोमाइज गरेर यसरी घरेलु हिंसा सहेर बस्ने नारीहरू समाजमा धेरै छन्। तर यसरी कोही मान्छेले आफ्नो बुढीलाई कुटेर त्यो पनि जस्टिफाई गर्न खोज्छ भने त्यो गलत हो। कुनै पनि कारणले आफ्नो बुढीलाई कुट्नु भनेको त्यो गलत छ। कुनै पनि कारणले कुट्न पाइँदैन। बच्चा तथा आइमाई भनेको एकदम एउटा वयस्क पुरुषको दाँजोमा कमजोरै हुन्छ। त्यही भएर हामी सबैले उनीहरूको रक्षा गर्नुपर्छ र कानुनले पनि अलि बढी प्रोटेक्ट गर्नुपर्छ। र म के भन्न चाहन्छु भने अन्तिममा यो समाज जहिलेसम्म राजेन्द्र खड्कीको अहिलेको पत्नीलाई महान नारीको संज्ञा दिँदै एउटा घरेलु हिंसा सहेर बस्नलाई इन्करेज गरिरहन्छ र एलिना चौहान जस्ता मान्छे जो घरेलु हिंसाबाट फुत्किन खोज्दाखेरि उनलाई सेकेन्ड ह्यान्डको संज्ञा दिन्छ, भविष्यमा कुनै पनि अर्को नारी तपाईँ हाम्रै छोरी चेली सेकेन्ड ह्यान्ड हुनबाट बच्नको लागि त्यही रिलेसनसिपमा कुटपिट सहेर बस्दाखेरि यो छत्रबहादुर थापाको जस्तो केस हुनसक्छ, अमेरिकाको जस्तो घटना घट्न सक्छ। र हामीले कहिलेसम्म कसैको मृत्यु भएपछि मात्र कसैलाई दोषी दिने, दोष दिने अथवा उसलाई अपराधी करार गर्ने, त्योभन्दा अगाडि नै हामीले यसको प्रिभेन्सन गर्नुपर्छ। घरेलु हिंसा रोक्नुपर्छ। पहिला सुरुमा मैले बुढीलाई कुट्नु ठिक छ भन्ने लाग्छ भने अथवा कुनै कारणले गर्दाखेरि मैले कुटिरहेको छु र त्यो ठिक छ भने तपाईँको मानसिक प्रब्लम हो। त्यो कहिले पनि कसैलाई कुटपिट गर्नु त्यो ठिक कुनै पनि कारणले त्यो जायज हुनै सक्दैन। त्यही भएर यदि तपाईँसँगलाई त्यस्तो लागिरहन्छ र तपाईँले तपाईँको बुढीलाई कुट्न पाउँछु भन्ने लाग्छ भने तपाईँ एकचोटि गएर डक्टरलाई देखाउनुहोस्। आफ्नो मानसिक सन्तुलन चेक गर्नु होला। र समाजलाई पनि यो डबल स्ट्यान्डर्डबाट निस्किनको लागि म आग्रह गर्दछु। धन्यवाद।